भनेको थिएँ तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई बजाई फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहोली किन सपनामा झुके जस्तो लाग्दैछ आज किन सपनामा झुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली आइज मेरो भाइ खोइ ड्युटी त आएको छैन नि
मैले सोचेको जस्तै मैले खोजेको जस्तै तिमीमा नै बस्दै छ यो मन मैले सोचेको जस्तै मैले खोजेको जस्तै तिमीमा नै बस्दै छ यो मन मुटु मुटु साट्न पाए सँगै सुनि काट्न पाए कति मिठो कति प्यारो हुन्थ्यो होला नि मेरो जीवन हो तिम्रो मुटु
हाम्रो प्रेम उदाहरण मैले सोचेको जस्तै मैले खोजेको जस्तै तिमी माने बस्दै छ यो मन मुटु मुटु साट्न पाए सँगै सुनि काट्न पाए कति मिठो कति प्यारो हुन्थ्यो होला नि मेरो जीवन बोरिङ हुन्छ पुरा उयो हुँदैछ है 7:30 उता
दसैँ गरेको ल जान जिन्दगीमा तिमीहरूको कहिल्यै पनि मन दुईजना यो हामी राम्रो हुन्छ भने हामी
यहाँ फोटो खिचिरहेको के नराखेको दाम छ नि किनेर कति आउँछ
सोचेको भयो नसोचेको भयो तिमी आयो जिन्दगीमा बाँकी अब के विरतीको डोरी झन 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 कसियो नछुटिने गरी चुरायो चुरायो हामीले चुरायो सुहाउँदो छोडी हामीले चुरायो सुहाउँदो छोडी हामीले चुरायो आँखालाई सपना प्यारो मुटुलाई माया रमाउन थाले त तिम्रै दाया खुसीको सीमा मेरो तोडिन लाग्यो जब तिमीसँग सानो जोडिन लाग्यो चुरायो चुरायो हामीले चुरायो सुहाउँदो छोडी हामीले चुरायो 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 हामीले चुरायो सुहाउँदो छोडी हामीले चुरायो सुहाउँदो छोडी हामीले चुरायो
कार्तिक महिनाको 16 गते शुक्रबारको दिन हामी आज यस
Imperial Banquet Imperial State सम्पूर्ण मानिसहरू उपस्थित भएको सबैको लागि भन्दाखेरि मेरो प्यारो दा सञ्जय दा अनि मेरो प्यारो भाउजू तृप्ति भाउजू यो दुईजनाले पनि थाहा हुन्छ कि उहाँहरू कति प्यारो हुनुहुन्छ भनेर सञ्जय दा अनि तृप्ति भाउजूको लागि सात समुद्रभन्दा पनि पारी उहाँहरू हुनुभएको कारणले गर्दाखेरि बल्ल तल्ल सात समुद्र पार गर्दै आफ्नो ठाउँलाई माया गर्दै आफन्तहरूलाई माया गर्दै आफ्नो ठाउँ फर्केर आफ्नो रहन काटुको खुसियाली पार्नको लागि आज आफ्नो जन्मभूमि आफ्नो ठाउँ फर्किनु भएको छ तपाईँहरूको साथमा र सर्वप्रथम उहाँहरूको तर्फबाट उहाँहरूको निमन्त्रणालाई इन्भिटेसनलाई स्वीकार गरेर यस स्थानमा आउनु भएकोमा सम्पूर्णलाई हाम्रो राजकुमार श्रेष्ठ सूर्यवंश भन्नुहुन्छ किनभने श्रेष्ठले म हजुरबालाई पनि चिन्दछु उहाँ आज हामी माझ हुनुहुन्न उहाँको तर्फबाट मेरो पिताजी राजकुमार श्रेष्ठ मेरो सुममी दिपा श्रेष्ठ लयालु अनि मेरो दा सन्देश श्रेष्ठ उहाँहरूलाई लगन काठो राख्नु भएकोमा मुरी 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 मेरो जीवन मेरो उमेर पनि उहाँहरूलाई लागोस् भन्न चाहन्छु कि मेरो उमेर पनि उहाँहरूलाई लागोस् भन्न चाहन्छु कि तपाईँहरूलाई धेरै शुभकामना प्रदान गर्न चाहन्छु स्पेसली मेरो दा सन्देश श्रेष्ठ भाउजू तृप्ति श्रेष्ठलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु प्लिज गिभ देम अ बिग ह्यान्ड सन्जय दा तृप्ति भाउजू सात समुद्र पारी बस्नुहुन्छ नेपालभन्दा टाढा माया गर्नुहुन्छ धेरै धेरै आफ्नो देशलाई फ्रिक्वेन्टली दासँग कुरा हुन्छ बेला बेला आउँछ दा ओके अतालिँदै हुनुहुन्छ किन बोलायो मलाई म तल झरिसकेको मान्छे किन बोलाउनु भयो ओके उहाँहरूको फुलदिनी पनि मेटिदिउँ म आफै चाहिँ सन्तोष जोशी दाको सानो मम्मीको छोरा म भाइ पर्छु ओके सन्तोषलाई सिरियसली नाइ एक ब्याग थपेको भए म यो सम्पूर्ण कुरा गर्नको लागि यहाँ स्टेजमा म उपस्थित नै हुन सक्दिनँ थियो होला ओके तारा भाउजू कहानी आफ्नो छ के कहानी आफ्नो छ होइन ठिकै छ म सर्टकटमा कार्यक्रम सघाउन चाहन्छु दाबाट सुरु गर्छु है आफ्नो जीवन सङ्गिनी जीवन साथी साथमा हुनुहुन्छ तृप्ति भाउजू साथमा हुनुहुन्छ होइन जीवन साथी दा तपाईँको लाइफ पार्टनर हो नि भाउजू हो नि आई डाउट अझै होइन होला दा ओके हो छैन भेनाको सही क्वेसन है भाउजूको मनपर्ने कलर के हो हामी त्यति लभी डबी छैन हैन we love each other but we don't get so much into it that we will be more of a like concern हुने गरी हामी त्यति सारो अरूलाई बद गर्दैन उसको कलर मनपर्ने कलर रेड म कालो छु अब म कालो छु सो ब्ल्याक दाले ब्ल्याक भन्नुभयो भाउजूलाई सोध्नुमै उहाँको मनपर्ने कलर के हो ल भाउजू प्लिज डोन्ट आटिकन प्लिज है Sorry to say, but it's blue. दाले भाउजूलाई त्यति नै माया गर्नुहुन्छ के
ब्ल्याक र ब्लू अलमोस्ट सेम हुन्छ है, नो डाउट। साँच्चै माया गर्नुहुन्छ। अनि दाको चाहिँ मनपर्ने कलर कुन चाहिँ हो नि भाउजू? It's always gray or black. सिरियसली दा? No, actually it's blue. My goodness! What a coincidence! संयोग भन्नु पर्ला कि ब्लू के दुवैजनाको के सायद माया यही त भन्यो होइन? माया हो? सिरियसली? माया हो, ब्लू, दुईजनाकै ब्लू। अचम्म लाग्छ कि एन्सर रङ दिनुभयो तर अन्तिममा एन्सर साँच्चैले राइट भएर आयो कि। दाको पनि मनपर्ने कलर ब्लू, भाउजूको पनि। राइट, एनदर क्वेसन। सर्ट प्रोग्राम छ, 5 to 10 मिनट्स। मैले अगाडि नै भनेको थिएँ हामी त्योभन्दा लम्ब्याउँदैनौँ है। होइन, लाइटले गाह्रो बनाइरहेको छ संस्कार भाइ भाउजूलाई है। ठिक छ, यो लाइट अलिकति घुमाउन मिल्ला प्लिज। भोलिन्टियर कोही हुनुहुन्छ? थ्याङ्क यू भेरी मच है। भाउजूलाई दाको मनपर्ने खानेकुरा के हो? Obviously, khasi. दा सही हो? सही हो। 1 point! दालाई 1 point है। ओके, भाउजूले त मिलाउनु भयो। तपाईँ खतरामा हुनुहुन्छ थाहा छ? तपाईँ पक्कै खतरामा हुनुहुन्छ। भाउजूको के हो त? खानेकुरा उसलाई जे पनि चल्छ। आलु, how can I miss आलु? It's आलु। सिरियस के हो त भाउजू? Oh, it's true. आलुको जे पनि मनपर्छ? Yes. एकजना भेज एकजना नन भेज, साह्रै गाह्रो। त्यसैले बुढा उसले मलाई मोटाउँदाखेरि केही भन्दैन क्या। सी लाइक्स आलु। सी वान्ट्स मी टु बी लाइक आलु। भाउजू के भन्नु छ? No comments. थ्याङ्क यू भेरी मच। एकजना भेज एकजना नन भेज, खास त मिल्दैन होइन, तर म के भन्छु थाहा छ? क्या कम्बिनेसन के, क्या कम्बिनेसन! एकजना आलु र खसी, एकजना भेज एकजना नन भेज। ओ माई गडनेस। थ्याङ्क यू भेरी मच। अब भाउजूको पालो है, भाउजूको पालो। दाको सबैभन्दा मनपर्ने बानी के हो तपाईँलाई कलेज टाइमदेखि? सिरियसली भाउजू मनपर्ने बानी? भाइ धेरै लिस्ट होइन, मनपर्ने बानी के भन्नुभयो भाउजू? 2 मिनट सोच्नका लागि भाउजूलाई टाइम छुट्याएको छ। के होला? It's the level of maturity and his responsibility. कस्तो मनमै छुए के, म त झन्डै ढले के। क्या मनमा छुए के? मच्युरिटी एन्ड रेस्पोन्सिबिलिटी के। एउटा चाहिँ उमेरले चाहिँ मच्युरिटी हुन्छ भन्छ, बट आई डोन्ट थिङ्क सो है। ओ माई गडनेस, एन्सर सुन्नुहुन्छ एकचोटि? उमेरले हुने होइन मच्युरिटी भन्ने कुरा। म भर्खर 16 पुरा लागेर 32 पुगेँ। सो इट्स नट बिकज अफ माई एज है। म सानैदेखि मच्योर थिएँ। सानोदेखि पके पनि उमेरले कहिले पनि परिपक्व बनाउँदैन। कुनै पनि किसिमको चाहिँ उमेरले केही पनि गर्दैन वास्तवमै। एउटा कर्तव्य, एउटा जिम्मेवारी भन्ने कुरा सायद सानो उमेर। दाइलाई फेरि सेम क्वेसन है, रिटर्न है। भाउजूको मनपर्ने कुरा के हो तपाईँलाई? मनपर्ने कुरा इट डिपेन्ड्स, लाइक बिहेभियरमा कि बानी बेहोरामा कि रूपमा कि के। हेर भाइ, मैले एउटा मात्रै कुरा भन्नु मिल्दैन। आइल बी इन ट्रबल। ओभरअल एन्सर हामीलाई चाहियो, ओभरअल एन्सर हामीलाई चाहियो। ओके, सबभन्दा मनपर्ने कुरा नरानी भन्दाखेरि मैले कुनै कुरा भन्नुभन्दा पहिला उसले बुझिसकेको हुन्छ। स्पेसली म रिसाएको उसले बुझिसकेको हुन्छ। कालो छ अनुहार अझ टल्किन्छ क्या रिसाएपछि। सो त्यही कुरा हो। खै मेरो भविष्यमा पनि यस्तै भइदिए म कति खुसी हुन्थेँ होला कि।
सिरियसली खुसी लाग्यो, धेरै नै खुसी लाग्यो। मैले अघि पनि भनेको थिएँ 5 देखि 10 मिनट भनेको थिएँ मैले होइन, अलिकति प्रोग्राम लम्बिन सक्छ। म मेरो स्टेजमा इम्पेरियल पार्टी प्यालेस छ, इटरीमा हामी छौँ। इटरी छोडेको मैले पनि 5-6 वर्ष भइसक्यो, तर मलाई सम्झिने मान्छे धेरै हुनुहुन्छ। यति खुसी लाग्छ नि। राजकुमार श्रेष्ठ मेरो ड्याडी, दिपा श्रेष्ठ लयालु मेरो ठुलो मम्मी, म स्टेजमा बोलाउन चाहन्छु। प्लिज प्लिज गिभ हिम अ बिग ह्यान्ड। राजकुमार श्रेष्ठ मेरो ठुलो बा, दिपा श्रेष्ठ लयालु मेरो ठुलो आमा, प्लिज। आउनु आउनु, म तान्छु। एन्सर चाहिँ राइट भएको होइन रहेछ कि। खुसी लाग्यो, एकदमै खुसी लाग्यो। अलिकति बाहिर है अब हामी, थोरै बाहिर। मैले बोलिरहेकोले तपाईँहरूलाई बोरिङ त भइरहेको छैन नि? प्लिज सिरियसली छैन? ओके। बिहा भएको कति वर्ष भयो आमा? 39 वर्ष। ठ्याक्कै हो? उनले भनेको कुरो सही त होला। श्रीमतीले जे भन्यो त्यही सही हुन्छ बा। घरमा भात खानु परेन? यस्तो छोरा बुहारी आइसकेपछि श्रीमतीको कुरो काट्ने कुरो भएर भर्खर 1 वर्ष भन्या भए पनि सही हो भन्नुहुन्थ्यो कि। ठुलबाले ठुलामालाई त्यति माया गर्नुहुन्छ कि मैले महसुस गरेको कुरा हो कि। सही हो। दा बाहिर जानुभयो 10 वर्ष भयो होइन। मैले पनि सामाजिक सञ्जाल अहिले चाहिँ फेसबुक छ कि। टिपिकल्ली हामी अलमोस्ट फेसबुक सबैजनाले चलाउँछौँ, एकअर्काले सबैलाई हेर्छौँ। एउटा फुर्क्यायो मलाई, मैले फुर्किनु पनि हुँदैन। इटरीमा मैले चिन्नु धेरै बाँकी छ अझै। यो त मैले मेरो आफन्तहरू, मेरा इष्टमित्रहरू, मेरा ज्वाइँ चेला, मेरा दाजुभाइ, मैले मान्नुपर्ने मान्यजनहरू, मैले बोलाएका जति पनि मैले बोलाएको थिएँ यी मेरा इष्टमित्रहरू, मैले कमाएको इष्टमित्र हो। अहिले आइदिनु भएको छ, यही मेरो लागि धेरै खुसीको कुरो हो। म धेरै खुसी छु र मेरो जीवनमा मैले साँच्चै भन्नुपर्दाखेरि म नढाँटिकन भन्छु, मेरो छोरो साथमा छ, मेरो बुहारी साथमा छिन् र मैले अहिलेसम्म कमाएको मेरो इष्टमित्र यिनै हुन्। र मेरो इष्टमित्रलाई म अहिले पनि वेलकम गर्न चाहन्छु। म धेरै खुसी छु आज मैले यो माहौलमा मैले बोल्नु पाउँदाखेरि म धेरै खुसी छु। मेरो ज्वाइँ, मेरो छोरी, मेरो नाति, अब नाति एउटा छ, अरू कहिले हुने हो थाहै छैन। एक्सपेक्टेसन राइट। भन्नुहोस् न, यो सांसदको चाहिँ हाम्रो छलफल गर्ने हल त होइन, तैपनि काका भन्नुहोस्। यस्तो रुद्रङ्कल म सिरियसली सरी होइन, त्यो चाहिँ बाटोमा छ कि ठुल्याडी होइन यस्तो हजुरबा, यस्तो म टाढा म तपाईँहरूसँग नातेदारमा टाढा भए पनि हजुरबा सूर्यवंशी उहाँ बित्नु भयो। अहिले पनि उहाँलाई चाहिँ म रेस्ट इन पिस भन्न चाहन्छु। हजुरबा सँगै हुनुहुन्छ, म एभ्री टाइम इटरी सुनि नै सक्यौँ। सो थ्याङ्क यू, धन्यवाद सबैजनाको लागि एकदमै धन्यवाद छ आजको कार्यक्रममा उपस्थिति जनाइदिनु भएकोमा। र केही समय हामी रमाइलो गर्नेछौँ। आजकै उत्सवलाई हामी महाउत्सव बनाउनेछौँ। आर यु रेडी? रियली रेडी? थ्याङ्क यू भेरी मच, थ्याङ्क यू, धन्यवाद सम्पूर्ण मेरा इष्टमित्र, मेरा दाजुभाइ, मेरो बुवाआमा समान, मेरो हजुरबा हजुरआमा समान, थ्याङ्क यू भेरी मच। आजको रातलाई रङ्गीन बनाऊ। मेरो दाजु भाउजूको यो हातेमालो छ नि, लङ लाइफ
म केही पनि भन्न सक्दिनँ कि जुग जुग जियो फाइन थ्याङ्क यू भेरी मच